back to my channel. New day, new vlog after a long time, guys. As you can see, my baby X-Max takes X-Max Yamaha. So yeah, म चाहिँ भर्खर उठेको. किन भर्खर उठेको भन्दाखेरि चाहिँ म चाहिँ हिजो नाइट ड्युटी गरेर आएको थिएँ हैन, किनकि मेरो यो मात्रै फुल टाइम जब होइन, किनकि म चाहिँ अर्को काम पनि गर्छु. अनि नाइट ड्युटी गरेर अब आज एकछिन सुतेँ, 6 घन्टा सुतेँ अनि उठेको. अब एकछिन चाहिँ डेलिभरी काम गरौँ भनेर हैन, किनकि युकेमा सर्भाइभ गर्नु धेरै गाह्रो छ गाइस. किनकि युकेमा अब आवर धेरै गर्नुपर्छ, रेन्टहरू पनि एकदम ज्यादा हुन्छ. यो म बस्ने यो घरको यो डल्लै घर लिएर बसेको. यो हाम्रो फ्यामिली यो घरको रेन्ट मात्रै तपाईँको 1300 पाउन्ड छ हैन. 3 बेडरुम हाउस हो यो. अनि यो घरको रेन्ट मात्रै तपाईँको 1300 पाउन्ड प्लस तपाईँको काउन्सिल ट्याक्स हैन. काउन्सिल ट्याक्स, यो काउन्सिल ट्याक्स भने यस्तो फोहोर मैलाहरू फाल्ने हो हैन. फोहोर मैलाको काउन्सिल ट्याक्स भन्छ. यो छ नि फोहोर मैलाको यो बिन देख्नुहुन्छ नि, त्यो फालेको यसको तिर्नुपर्छ 190 पाउन्ड हैन. त्यसै गरिकन वाटर एन्ड वेस्ट वाटर, ड्रिङ्क वाटर हैन, ड्रिङ्किङ वाटर प्लस त्यसपछि तपाईँ युकेमा तिर्नुपर्ने तपाईँको अरू के हो, ग्यास र इलेक्ट्रिसिटी र ग्यासको हैन. अनि धेरै कुराहरू छ तिर्नुपर्ने बिलहरू. घरको भाडा मात्रै तपाईँको 1300 पाउन्ड हो. अनि काउन्सिल ट्याक्स, वाटर बिल्स, इलेक्ट्रिसिटी, वाइफाईको तपाईँको सबै गरेर महिनामा 2200-2300 रुपियाँ खर्च हुन्छ गाइस. त्यो घरको मात्रै खर्च हो 2200-2300 पाउन्ड हैन. खाना फुडको छुट्टै छ हैन, धेरै खर्च छ गाइस. अनि फ्यामिलीमा त्यो खर्च अब काम गर्ने, अब गर्नु पर्ने काम त हैन, त्यत्रो फेरि युकेमा रुम पाउनै गाह्रो हुन्छ. त्यही भएर अनि एउटा कामले मात्रै सर्भाइभ गर्नु त एकदम गाह्रो छ साथी हो. त्यही भएर काम अब हुन्छ नि. नाइट हिजो गरेर आएँ, 4 दिन मेरो 4 दिन 3 दिन नाइट हुन्छ. अनि 4 दिन काम 4 दिन छुट्टी हुन्छ, नाइट मेरो ड्युटी हैन. अनि त्यही छुट्टीको बेलामा अर्को काम गर्ने हो, यो डेलिभरी यसो साइड हसल एक्स्ट्रा काम गर्नु पर्यो. किनकि 6 दिन काम गर्छु भन्दा पर्मानेन्ट काममा दिँदैन क्या. तपाईँको 36 आवर मात्रै हुन्छ, 36 to 40 आवर मात्रै हुन्छ, त्यहाँदेखि धेरै गर्नु पाउँदैन. अनि त्यही भएर अनि यो काम गर्नुपर्छ. डेलिभरी जब चाहिँ मलाई साथीहरूले कतिले भन्नुभएको थियो, डेलिभरी जब चाहिँ युकेमा कस्तो हुन्छ पैसा हैन भन्नुहुन्छ हैन. तर म चाहिँ के भन्छु भने अहिले डेलिभरी ड्राइभरहरू धेरै छन् हैन, इन्डियाबाट आएको, अरू देशको मान्छेहरू, नट ओन्ली इन्डियन हैन, अरू पनि छ धेरै. पुलिसहरू धेरै गर्नेहरू छ अरू देशको हैन, गोराहरूले पनि गर्छ. अनि धेरै ड्राइभरहरू छ, किनकि काम पाउँदै गाह्रो हुन्छ. त्यही भएर प्रायः डेलिभरी ड्राइभरै गरिरहेको हुन्छ मान्छेहरूले. अनि त्यस भएको कारणले गर्दा अर्डरहरू कम हुन्छ हैन. अनि तपाईँलाई मेरो साथीहरूले भन्नुभएको, पहिला चाहिँ डेलिभरी ड्राइभरहरूको 5-6 वर्ष अगाडि चाहिँ हुन्छ नि, यो पर अर्डर पुऱ्याउने प्राइसहरू पनि धेरै हुन्थ्यो अरे क्या. जस्तै अब 3-4 रुपियाँ 1 माइल पुऱ्यायो भने 3-4 रुपियाँ हुन्छ नि, त्यस्तो. अहिले चाहिँ एकदम झन् 4-5 वर्ष अगाडि धेरै दिन्थ्यो होइन, अहिले झन् यत्रो 5-6 वर्ष पैसा बढ्नुपर्ने हो. तर यो डेलिभरी एपको चाहिँ पैसा चाहिँ घटेको छ अरे क्या. किनकि अनि सबै मान्छेहरूले चाहिँ नि अर्डर, मान्छेहरू धेरैजना छ अनि धेरैजना एक्सेप्ट गरिदिइहाल्छ कम्पनीको त. अनि डेलिभरी टाइममा पुग्नु हो नि त, अनि ड्राइभर धेरै भएपछि टाइममा पुगिहाल्छ. उनीहरूले पैसा बढाएर कामै भएन नि त होइन, झन् घटेको छ अरे क्या पैसा चाहिँ. अनि त्यही भएर अनि धेरै पैसा पनि हुँदैन, 3 रुपियाँ 4 रुपियाँ 3.15 होइन, यस्तै 2.90, टाल्टाको 5 रुपियाँ 6 रुपियाँ आउँछ. अनि त्यही तपाईँहरूले सिला गर्ने पैसा अलिअलि थुपार्ने हैन. अनि अर्डर पनि कोही बेला त आउँदैन, कोही बेला बस्नु पनि पर्छ, आधी घन्टा 1 घन्टा बस्नु पनि पर्छ तपाईँहरू. त्यही भएर स्कुल टाइम छ यहाँ, मान्छेहरू पर्खिरहेको छ, नानी आफ्नो नानीलाई पिकअप गर्नुको लागि होइन. अब 3 बज्न आँट्यो नि त, 3 बज्न 9 मिनट छ. त्यही भएर म पनि अघि बिहानै 6 बजी कामबाट आएर एकछिन सुतेर अनि एकछिन निस्केको होइन. सो उठेपछि किन त्यतिको बस्नु भनेर होइन निस्केको काम गर्न. एकछिन भए पनि अब 4-5 घन्टा पनि गरौँ, 40-50 पाउन्ड त कमाइन्छ भनेर घरमा बसेर टिभी हेरेर टाइमलाई वेस्ट गर्नुभन्दा बरु समयको सदुपयोग गरौँ होइन साथी हो. अहिले जवान अवस्थामै कमाउने हो, पछि बुढेसकालमा त हड्डी खिएपछि काम गरेर फाइदा हुँदैन. सो
हुन्छ नि जवान अवस्थामै काम गर्नुपर्छ हामीले पछिको लागि सोच्ने भने आफ्नो फ्यामिली परिवार होइन केही गर्नु छ भने जवान 20 देखि 30 सम्म मजाले काम गर्नुपर्छ तर अब अरू पनि आफ्नो हुन्छ नि चाहना इच्छा पनि पुरा गर्नुपर्छ होइन काम गधा जस्तै काम पनि गर्ने होइन तर गधा जसरी शान्त स्वभावमा उसले आफ्नो काम गर्छ गधालाई जति जे भन्यो भने केही गर्दैन नि त उसले शान्त हुन्छ पिसको एउटा गधालाई मानिन्छ तर गधालाई चाहिँ मान्छेहरूले एउटा निकममा काम नलाग्ने भन्छ नि त हाम्रो बुवा आमाले पनि त गधा भन्दै हामीलाई गाली दिन्छ नि त होइन गधा चाहिँ काम नलाग्ने भनेर भन्छ तर गधाले पनि काम गरिरहेको हुन्छ एउटा पिस हुन्छ होइन हामीले अब गधा र घोडालाई कसलाई रोज्छौँ भने हामी प्रायः घोडालाई रोज्छौँ तर हामीले गधा जसलाई पनि सुन्नु गधा चाहिँ एउटा शान्तिको प्रतीक होइन एउटा पिस शान्त स्वभावको हुन्छ होइन जति गरेर पनि केही गर्दैन उसले त्यही भएर हामीले गधा जस्तो काम मात्रै गर्ने होइन तर आज हामीले चाहिँ गधाबाट पनि शिक्षा लिनुपर्छ शान्त भएर माइन्डलाई पिस बनाएर काम गर्नुपर्छ हामीले होइन अनि त्यही हो अब मेरो जिउ त थाकेको होला आज हिजो 4 दिन काम गरेको तर पछिको लागि सोच्नुपर्छ अनि काम गरे बापत फेरि आफूले रेस्ट पनि लिनुपर्छ म चाहिँ अब 6-7 घन्टा चाहिँ सुत्छु क्या धेरै सुतो भन्यो भने क्या 10-12 घन्टा 8-9 घन्टा सुत्यो भने जिउ अल्छी हुन्छ हेलो हजुर धन्यवाद केएफसीको अर्डर उठाइयो होइन जाम केयरफुल रहनुपर्छ अरे त्यही भएर आज धेरै अर्डर त गर्दिनँ होला यसो हुन्छ फ्रेस यसो जिउलाई पनि यो फ्रेस बाइक कुदाएर चाहिँ एउटै मजा लाग्छ हावा खाएर टक्क लाएर होइन चिसो हावा खाएर अहिले धेरै जाडो महिना हो नि त यो अनि चाहिँ टक्क लाएर फ्रेस पनि हुन्छ क्या एउटा हुन्छ नि त्यही भएर फ्रेस पनि हुन्छ त्यही भएर चाहिँ नि एउटा आनन्द महसुस हुन्छ क्या बाहिर यसो बाइक कुदाएर हावा खानु हेर्न पनि होइन त्यही भएर काम गर्नु मजा लाग्छ मलाई जे काम पनि तपाईँले गर्नुहुन्छ खुसी साथ होइन खुसी साथ अनि रमाएर गर्नु भने जुनै काम पनि तपाईँलाई सजिलो लाग्छ एउटा कुरा त होइन तपाईँलाई त्यो अब एउटा काम जानुहुन्छ रेस्टुरेन्टमा तपाईँलाई त्यहाँ अल्छी लाग्छ अनि तपाईँलाई काम जानु हुन्छ नि उठ्नै गाह्रो लाग्छ भने त्यो काममा तपाईँ मजै लिनु हुँदैन जुन काममा पनि तपाईँले मजासँग होइन रमाइलोसँग काम गर्नुहुन्छ होइन त्यो काममा चाहिँ जोममा लाग्छ गर्नुहुन्छ तपाईँलाई तपाईँको जिउ कहिले थाक्दैन क्या हेलो It's cold, man. 69. 69. Thank you, sir. Have a good day. र कति डेलिभरी पुऱ्याएको मात्रै भिडियो हाल्नु यसो हुन्छ नि आजको भिडियो चाहिँ यसो कुराकानी गरौँ भनेर नि डेलिभरी गरेको मात्रै भिडियो हालेको छ होइन त्यो भन्दा नि अहिले अर्डर त आएको थियो यहाँ 3 बज्यो स्कुलको अब जाम हुन्छ चाँडै अनि त्यही हो नेपालमा नि अब चुनाव हुँदैछ अब 21 तारिकबाट अब चुनाव हुन्छ अनि कसलाई मेरो परिवारहरूले चाहिँ सिधै अनि हामी चाहिँ धरानको हो त्यही भएर सोध्नु पर्दैन होइन सिधै अनि माटोमा हो भोट चाहिँ मेरो परिवारबाट चाहिँ अब परिवारमा 10-15 जना छन् नेपालमा सबैजनाले माटोमा भोट हाल्नुहुन्छ किनकि हामी चाहिँ एकदम पहिला अब याद छ मलाई हुन्छ नि 10-12 वर्ष अगाडि यति गाह्रो हुन्थ्यो कि धरानमा मेरो मम्मीहरूले पहिला एकदम त्यो हुन्छ नि पानीहरू गर्नको लागि एकदम यति लाइन बस्नुपर्छ कि धारामा त्यही भएर अनि पानी नआउने होइन पानी 3 बजी उठेर पानी पर्खिनु पर्थ्यो है अनि पानी किन्नु पर्थ्यो त्यो थाहा छ धरानमा अहिले त्यो जब हर्क साम्बाङज्यू हुन्छ नि उहाँ चाहिँ अनि जब मेयर हुनुभयो त्यो कुराहरू सबै हटेर गयो क्या होइन तर मान्छेहरूले कति अब भन्छन् होइन उहाँलाई होइन कि उहाँ चाहिँ स्ट्याटस बढी लेख्नुहुन्छ यो कुरा गर्नुहुन्छ होइन भन्नुहुन्छ मान्छेहरूले कमेन्ट गर्नुहुन्छ तर अब बोले अनुसार काम गऱ्यो भने त त्यो असल कुरा हो नि त होइन मान्छेले बोले अनुसार काम चाहिँ गर्नु पर्यो बोलेर मात्रै भएन नि त उहाँले चाहिँ बोलेको कुरा पुरा गर्नुभयो क्या त्यही कुरा असल हो क्या मान्छेहरूले त्यो कमेन्टमा लेखो बढी यताउति
फर्के हल्दार के भन्छ नि त, तर आफ्नो समर्थन हो। अब तपाईँहरूले अब नराम्रो लाग्ला, तपाईँहरू अब आफ्नो पार्टीको हुनुहुन्छ, कति एमाले काङ्ग्रेस घन्टी होइन, आफ्नो इच्छा हो नि त, भोट दिन त आफ्नो इच्छा हो। कसैलाई अब म माटोमा भोट हाल्छु भने अब उसलाई नराम्रो भन्नु त कुनै पनि उयो अर्थ छैन नि त हामीले। अब उसले मेरो साथीले घन्टीमा भोट हाल्छ, मेरो परिवारले घन्टीमा भोट हाल्छ, मैले तपाईँले चाहिँ यसमा भोट हाल्नुपर्छ भन्नु त रिसाउनु भएन नि त। उसको आफ्नो हक हो होइन, उसको इच्छा हो, चाहना हो, जेमा पनि हाल्नु सक्नुहुन्छ, आफ्नो इच्छा हुन्छ। यसले चाहिँ अब देश बदल्छ भनेर अब गर्छ भने त अब किन, वाइ नट होइन। एउटा भोटले गर्दा पनि अब उहाँले अब जित्नु सक्नुहुन्छ भने त, जितेन भने पनि त अब आफ्नो इच्छा। अब मैले भोट माटोमा हालेको छु, उहाँले जित्नु भएन भने अब म के चाहिँ गर्नु सक्छु र होइन, तर मैले कोसिस त गरेँ नि त, मेरो मत त दिएँ होइन। त्यो अब मेरो परिवारलाई सबैमा हाल्छ, म चाहिँ युकेमा छु, अब म नेपाल जानु पनि अब भोट हाल्नुलाई जानु भएन, किनकि भर्खर आएको। अब नेपाल जानु पनि लाग्छ पैसा 5-6 लाख, कतिले भन्ला नेपाल गएर भोट हाल न त भनेर, तर अब आफ्नो उयो हुन्छ होइन। यहाँ पनि दुःख गरेर युके पनि 15-16 लाख लगाएर आएको छ, कमाउनु पर्छ अब फेरि पनि। त्यही भएर मेरो परिवारले चाहिँ हाल्नुहुन्छ, तर म चाहिँ त्यही भन्छु आफ्नो भोट हाल्ने हो, आफूले आफ्नोलाई इच्छा लागेकोलाई भोट हाल्ने, तर किन हामी चाहिँ अरूको उयो गर्नु क्या। तर यहाँ त्यही हुन्छ, अब आफ्नो समर्थन हुन्छ, आफ्नो फ्यान बेस हुन्छ नि, धेरै एउटालाई मजाले गाली गर्ने होइन, त्यो उस्तो भनेर आफ्नो अब इच्छा लागेको ठाउँमा भोट हाल्ने हो होइन। अरूलाई किन नराम्रो भन्नु, किन अरूको नकुभलो सोच्नु होइन, त्यो पनि असल होइन नि त। अब मैले घन्टीमा भोट हाल्छु भने घन्टी माटोलाई नराम्रो भन्नु भएन नि त होइन। अब म माटोमा भोट हाल्छु भने किन म घन्टीलाई नराम्रो भन्नु। त्यही हो गाइस। म चाहिँ अब हर्क साम्बाङज्यूको मैले धेरै कुरा धरानमा देखेको छु, म धरान बस्दाखेरि सुधार देखेको छु। त्यही भएर अब हुन्छ नि, म बालेनलाई अनि रवि लामिछानेज्यूहरूलाई पनि नराम्रो भन्दिनँ, तर म बसेको ठाउँ नत्र होइन, तर उहाँले चाहिँ मलाई केही गर्छ जस्तो लागेको छ होइन। मेरो परिवारलाई पनि त्यही लागेको छ। अनि माटोमा चाहिँ भोट मेरो परिवारबाट सबैजनाले गर्नुहुन्छ, अनि किनकि त्यही असल कुरा हो, जेमा असल कुरा लाग्छ त्यसमै गर्ने हो नि त। जसले चाहिँ देश बदल्न सक्छ भन्ने हामीलाई सोच आउँछ होइन। मान्छेको सोचाइ डिफ्रेन्ट हुन्छ, प्रत्येकको सोचाइ एउटै हुँदैन। त्यही भएर त्यहाँ देख्न सक्नुहुन्छ यहाँ मेरो स्कुटर चाहिँ यस्तो छ, अब एकछिन पार्क गरेको। अलराइट, मलाई फेरि पनि यहाँ अर्डर आएको छ यहाँ म्याकडोनल्ड्सबाट। मैले चाहिँ 4-5 वटा अर्डर गरिसकेँ, तर मैले तपाईँहरूलाई चाहिँ भिडियो चाहिँ देखाइनँ, किनकि धेरै लामो भिडियो बनिन्छ सबै अर्डरको देखायो भने। त्यही भएर थोरै अर्डरहरू मात्रै देखाउँछु, किनकि अर्डर मात्रै देखाएको गरेँ भने त मैले 10-12 अर्डर गर्छु होला, त्यो सबै भिडियो देखाएँ भने त अर्डर मात्रै गरेको धेरै लामो हुन्छ। आज चाहिँ तपाईँहरूसँग कुराकानी होइन, थोरै डेलिभरीको भिडियोजहरू। मलाई यो 5th अर्डर आएको छ म्याकडोनल्ड्स। अघि पनि अर्डर गरेको थिएँ, फेरि मैले लिन आएको छु, तर भिडियोमा चाहिँ यो हालिदिनु होला सायद, त्यो धेरै लामो हुन जाँदैछ। 22450। थ्याङ्क यू। अरू चाहिँ रेडी भइसकेको रहेछ, कस्टमर घरमा आएँ। Hello, buddy. What a quote, sir? Yeah, 65. 65, yeah. Thank you. Here you go, buddy. Have a good one, yeah? Thank you. Yeah. Delivery complete भयो। 5th order complete. As you can see, है बाइक चाहिँ बब्ब साइनिङ भइरहेछ क्या। त्यति धुलोहरू पनि हुँदैन यहाँ त, पिच रोड हुन्छ, त्यही भएर त्यस्तो हिलो पनि हुँदैन क्या युकेमा त। बाइकमा पनि धुन्छु यसो 2 हप्ता 3 हप्तामा फुल वास गर्छु होइन आफै। अनि त्यही हो, म बस्ने ठाउँ चाहिँ अलिक यो भिलेज टाइपको छ क्या, अलिक गाउँ भनौँ न, बिच समुद्रहरू भएको जग्गा हो नि त म बस्ने ठाउँ। त्यही भएर त्यस्तो भिडाम्बार छैन, शान्ति ठाउँ जग्गा म बस्ने जग्गा। मलाई यस्तै खालको मनपर्छ ठाउँहरू यार,
लन्डनतिर बस्यो भने त फेरि तपाईँको यस्तो क्राउड प्लस भेरी एक्सपेन्सिभ एरिया हो लन्डन चाहिँ। त्यो स्टुडेन्टहरू त्यतै पढ्छ, कति काम गर्यो होइन। तर अब जहाँ काम गऱ्यो नि तपाईँले अहिले पर आवर नर्मल मान्छेले पाउने भनेको 12 पाउन्ड कति 21 छ होला सायद होइन, घन्टाको है, घन्टाको हिसाब हुन्छ त्यहाँ त, घन्टा हिसाब हुन्छ नर्मल मान्छेले कमाउने। अब तपाईँको पद अनुसार पनि पैसा हुन्छ क्या। जस्तै अब रेस्टुरेन्टतिर म्यानेजरहरू पदहरू छ, एसिस्टेन्ट म्यानेजरहरू छ, त्यो अनुसार पदहरूको पैसा हुन्छ पर आवर होइन। नर्सहरूको, इन्जिनियरहरूको, आइटी पढ्नेहरूको त्यो अनुसारको उनीहरूको स्यालेरी हुन्छ। तर युकेमा चाहिँ अब नर्मल व्यक्तिले कमाउने त्यही हो, घन्टाको चाहिँ 12-21। अब एभ्री अप्रिलमा चाहिँ पैसा बढ्दो रहेछ यहाँ, कति वर्ष है थाहा भएन, तर त्यस्तै 50-60 समथिङ कति वर्ष होला होइन। पेन्च धेरै त होइन होला, त्यो एभ्री अप्रिल चाहिँ पैसा बढाउँदो रहेछ यहाँको गभर्मेन्टले। प्लस अब मैले पनि यो लमा हेरेँ क्या, यो युकेको हुन्छ नि वेबसाइट, गभर्मेन्ट वेबसाइटमा हुँदो रहेछ, त्यहाँ पैसा कति बढाउँदो रहेछ क्या, कति पेन्स बढाउँछ एभ्री इयर। अनि प्लस तपाईँको बढे अनुसारको फेरि तपाईँको अनि त्यही अनुसारको फेरि तपाईँको अरू कुराहरू पनि बढ्छ नि त, खानेकुराहरूदेखि लिएर तपाईँको बस टिकट, बस हुन्छ नि को कुराहरू, बस भाडाहरू लिएर सम्पूर्ण कुराहरू चाहिँ बढ्छ नि त। फेरि त्यही हो, बढ्नु चाहिँ थोरै बढ्छ, तर पेट्रोलहरूको प्राइस त्यति नै धेरै बढ्छ क्या। फेरि पैसा चाहिँ धेरै बढ्छ, जहाँ पनि जुनै देशमा पनि त्यही हो क्या, पैसा चाहिँ धेरै बढ्छ, खानेकुराहरूदेखि लिएर सम्पूर्ण कुराहरूको दाम चाहिँ एकदम हत्ता बढ्छ क्या, स्यालेरी चाहिँ थोरै हुन्छ। त्यही हो कि यहाँ स्यालेरी धेरै हुनुको लागि चाहिँ तपाईँले पढ्नुपर्छ मजाको, आफ्नो जागिर महिनामै 60-70-80K कमाउने गर्नुपऱ्यो। तर नर्मल मान्छेले कमाउनु भने त्यही हो गाइस, मजाले खट्यो भने त्यही 20-22-24 कमाउने हो। मजाले खट्यो भने चाहिँ 60 घन्टा काम गऱ्यो भने त्यही हो, 20 देखि 25 हो क्या मजाले कमाउने भनेको। नर्मल मान्छेले, हामी जस्तो मान्छेले चाहिँ, अब अरूले त कमाउला नि, राम्रो पद भएको मान्छेहरूले चाहिँ कमाएअनुसार फेरि सेभिङ चाहिँ गर्नु एकदम गाह्रो छ यो देशमा। खर्चहरू धेरै हुन्छ क्या यहाँको, तिर्नेहरू खर्च टाइट भएर टाइट बजेटमा बस्नु पऱ्यो कि होइन। खाने कुराहरू, आफ्नो लाउने कुराहरूदेखि लिएर सबै कुराहरूमा अब एकदम टाइट बजेटमा बस्यो भने चाहिँ सेभिङ गर्न सकिन्छ। तर तपाईँको अब धेरै सेभिङ चाहिँ मजाले गर्छु भने आफूलाई मारेर चाहिँ अब सेभिङ नगरौँ भन्छु म चाहिँ। आफ्नो ज्यानलाई पनि ख्याल राख्नुपर्छ, त्यही भएर म चाहिँ आफ्नो ज्यानलाई पनि खाना गर्ने हो ठिक्कको, नट ओन्ली लाइक मेरो चाहिँ अब त्यही हो होइन। सेभिङ गर्छु म पनि, तर पुरै आफूलाई मारेर चाहिँ गर्दिनँ, किनकि आफ्नो स्वास्थ्य पनि हेर्नुपर्छ, आफूलाई इच्छाहरू पनि पुरा गर्नुपर्छ होइन। होइन पछिको लागि, फ्युचरको लागि पनि सेभिङ गर्नुपर्छ फ्युचरको लागि सेभिङ, किनकि उमेर हुँदै काम गर्नुपर्छ। मेरो सोचाइ चाहिँ त्यो हो क्या, सोचाइ उमेर हुँदै काम गर्ने हो, पछि हड्डी दुख्न थालेपछि, ढाड दुख्न थालेपछि काम गर्नु सकिँदैन।